तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई कारबाही हुनुपर्छ सम्झौता तोडे संविधान खोज्नुपर्छ दुर्गा प्रसाईलाई थमा चाहिँ पक्डिन नसक्ने यो व्यवस्था अनि यो गणतन्त्र रहन्छ तर तत्कालीन राजा पनि 2 घण्टासम्म सल्लाह गरेर नवराज सुवेदी गलत कुरो हो यो दुर्गा प्रसाई र नवराज सुवेदीले 2 घण्टा भेटेर कुरा गरेको भन्ने गलत बाहिरी राछ अहिले गलत सूचना हो राजाले कसैलाई भेटेको छैन 25 गतेबाट जुन मान्छेको चाहिँ हौसला राजाको पक्षमा गएर युवा बढी गए यिनीहरूको चाहिँ के हो भने मुटु काम हो त्यसपछि पुष्पकमल दाहालको मानसिक सन्तुलनै ठिक छैन अब यो व्यवस्था गयो भने त हामी त जेल अनि त्यहाँबाट नानीदेखिको बल निकालेर यो जम्मै काम गरे बरु अब जनता तिम्रो विरुद्धमा आए बरु सम्झौता बनाऊ अब एक सार्वजनिक हुन्छ अब तर हिम्मतवाला मान्छे चाहिँ दुर्गा प्रसाई रहेछ नियन्त्रणमा लिएर छोड्ने अनि यहाँ पक्राउ नगर्ने अनि कति जनता चाहिँ कति तिमीलाई चाहिँ कति धोगी होइन त तिमीले आन्दोलनमा कहाँबाट मान्छे ल्याएको बारामती दिल्ली सम्झौताबाट आएका होइन ती चाहिँ कति धोगी होइनन् त्यसैले आफ्नो अनुहार केपी शर्मा ओलीजीले राम्रो देखाइदिनु भयो आफ्नो अनुहार जनताले विद्रोह गर्न पाउनु किन भयो त सिङ्गापुर भयो त स्विजरल्यान्ड अनि गिरिबन्धु कुन संविधानले खानुपर्छ भनेर लेखेको छ हिजो योगेश भट्टराईले पनि बोल्दै गर्दाखेरि तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई कारबाही हुनुपर्छ सम्झौता तोडे संविधान खोज्नुपर्छ भने संविधान र माओवादी नेत्री रेखा शर्मा जो पूर्व सञ्चार मन्त्री पनि हुन् उनले चाहे ज्ञानेन्द्र शाह हुन् चाहे दुर्गा प्रसाई हुन् संविधान उल्लङ्घन गर्ने मान्छे मार्ने मान्छेलाई कारबाही हुनुपर्छ सरकारले छिटो कारबाही गरोस् यसको पक्षमा हामी छौं भनेर भनिसक्यो कारबाही गरेर देखाउन त यो जुन कारबाही गरेर देखाउन चलिरहेको नि अब तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई कहिलेसम्म हिरासतमा ल्याउलान् भन्ने खै त उनीहरुलाई सोध्नुस् न मलाई कसरी सोध्नुहुन्छ तपाई त्यसको सम्भावना छ त्यसको जवाफ मलाई दिन सक्नुहुन्छ अनुसन्धानमा तान्न सक्ने सम्भावना छ आन्दोलनको आयोजना गर्ने नवराज सुवेदीलाई छुन पनि नसक्ने होम एरेस्टमा हुनुहुन्छ अब खै गृह मन्त्रालयले होम एरेस्टमा छैन भन्छ हिजो ल्याएर किन म्याथ्न तपाईको त के सरकार र नवराज सुवेदीको केही लिङ्केज छ केही सूचना मसित पनि आएका छन् केही म पनि थप अध्ययन गर्दैछु अनि बालनले नवराज सुवेदी र दुर्गा प्रसाईलाई जरिमाना नगर्ने प्रचण्डको अनुरोध र केपी शर्मा ओलीको अनुरोधमा अनि पूर्व राजालाई कुन हैसियतले ल्यायो चिठी बालनले चाहिँ केपी ओली र प्रचण्डको निर्देशनमा गरेको अरु केही मान्छे पनि छन् केही मान्छे पछि भनौँला यो कुरो उहाँ एकदम नेपालमा चाहिँ बङ्गलादेशको जस्तो एकदम चाहिँ हरियो के क्रान्ति गरेर उहाँ राष्ट्रपति हुने खेलमा हुनुहुन्छ अरु पनि त्यहाँ राष्ट्रपति हुने केही मान्छेहरू छन् उनको पछाडि अब बल्ल बालनको अनुहार देखियो अब नेपाली जनताले बालनलाई खेल्नुपर्छ नेपालबाट तर बालन शाहले त तत्कालीन राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ आउँदै गर्दा पनि राप्रपालाई जरिवाना काटाए त्योभन्दा अगाडि पनि हेर्ने भने उनको इतिहास होइन मेरो भनाइ एमालेलाई पनि जरिवाना कटाए ठीक छ ल त्योभन्दा अगाडि राप्रपालाई पनि कटाएला अहिले फेरि राजालाई कटाए एकछिन है मेरो प्रश्न यो चाहिँ कि त सबै समग्रमै गलत होइन 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 हिजो पोखराबाट काठमाडौँ आउँदा राजाको स्वागतमा राजा ज्ञानेन्द्रलाई हिजो गरेनन् त्यो आयोजना कसले गरेको थियो भन्ने राप्रपाले गरेको थियो राप्रपालाई गरे अब राप्रपाले एकदम मेरा त 2-3 लाख मान्छे रहेछन् भनेर प्रमाण बनाउनलाई हतार गरेर पैसा तिरे त्यो बालेन्द्र यिनीहरूको केही साँठगाँठ छ त्यहाँ हिजो राप्रपाको भवन भत्काउने गरी बालनले निर्णय गरेका थिए त्यो हाई टेन्सनको तल छ उनको कार्यालयको भवन त्यो भत्काउन पनि बालनले छोडे हेर्नुहोस् है अनि हिजो चाहिँ राप्रपालाई जरिमाना गर्ने अहिले कसरी राजा ज्ञानेन्द्रलाई जरिमाना भयो आयोजकको सार्वजनिक रूपमा आएको सञ्चार माध्यममा आएको आयोजकको नवराज सुवेदी राजा स्थापना समितिको संयोजक अनि यो चाहिँ जनआन्दोलनको संयोजकको दुर्गा प्रसाई त्यति पनि थाहा छैन बालन शाहलाई त्यति पनि पढ्दैनन् के तानेर बस्छन् घरमा यिनी अफिस पनि जाँदैनन् अरे यिनी यिनका भ्रष्टाचारका समाचार मसित पनि आइरहेछन् अब एक सार्वजनिक हुन्छ अब बालन शाहले नगरपालिकामा कति भ्रष्टाचार गरेका छन् भन्ने कुरो हामीसित पनि सूचना छ गरोस् न त एउटा राम्रै युवा छ गर्छु भन्दैछ किन एकैचोटि अहिले नै किन बालन चाहिँ तपाईँ अभियोग लगाइहाल्ने भनेर हामी पनि चुप लाएर बसेका थियौँ अब नगरपालिकाका भ्रष्टाचार एक निस्किन्छन् अब बालनका ठुल्ठुला कुरा गर्ने
कहीँ सार्वजनिक रूपमा नबोल्ने, नगरपालिकामा नबस्ने, जनतालाई नभेट्ने। हेर्नुहोस् है, मैले एकछिन बालनकै कुरा गर्छु। सर्वसाधारण जनतालाई बालनले भेट्दा पनि भेट्दैन नगरपालिका। के भूमिगत गिरोहले चलाएको नगरपालिका? जनताका गुनासा किन नसुन्ने बालनले? नगरपालिकामा किन नबस्ने बालेन? कसरी सञ्चालन भएको छ यो नगरपालिका? जनप्रतिनिधिलाई त जनताले भेट्नुपर्छ। धेरै मान्छेले मसित गुनासो गरे, जनताले भोट हालेर दिएको नगरपालिकाको मेयर बालेन जनतालाई भेट्दैन, तानाशाही शैली भयो। त्यसैले अब चाहिँ कानुनीमा प्रश्न उठ्छ। अघि मैले भने कानुनको सामान्य समझ हुने मान्छेले जसलाई असर गर्ने काम गर्छ त्यसलाई सुनवाई दिनुपर्छ। दिनुभयो त उहाँ राजा ज्ञानेन्द्रलाई, पूर्व राजा ज्ञानेन्द्रलाई, ल उहाँकै भन्ने ज्ञानेन्द्र शाहलाई। यो मानहानिको केस लाउन सक्ने सम्भावना कति हुन्छ? यस्तो सामान्य तत्कालीन राजा ज्ञानेन्द्रलाई नभएर अरू कोही व्यक्तिहरूलाई भए म त्यहाँ संलग्न छैन, मलाई किन जरिवाना काटिस् भनेर त्यस्तो सम्बन्ध आउँछ? यो राजनीतिक कुराहरू हेर्नुहोस्, राजनीतिकको कुरा पहिला यी कुराबाट हुँदैन। राजनीतिक कुरा राजनीति रूपमै जानुपर्छ। यो बालनले गरेको काम राजनीति हो उसको पनि। म राजालाई पनि कारबाही गर्न सक्छु। तर एमाले पैसा तिर्दिन भन्यो। तर यहाँ सोच्नु पर्ने विषय तिरो त अब के गर्यो त एमालेलाई के गर्यो त? त्यसको खाता रोका गरो। एमाले पैसा तिरेन अनि राप्रपाले तिर्यो। राप्रपाले त प्रमाण बनाउन तिर्यो। तर प्रधानमन्त्री केपी ओली क्या राजनीतिक सल्लाहकारले नै, जो प्रमुख राजनीतिक सल्लाहकार हुन् विष्णु रिमालले, गणतन्त्र भनेको यही हो। पातलो स भएको एउटा किसान सामान्य गाउँमा जन्मेको शाहले पनि युगौँदेखि नेपालमा शासन गरेको मोटो स भएको शाहलाई कारबाही गर्न, जरिवाना गर्न सक्छ भनेर यी दुईटै स्ट्याटस लेखे। हो लेखुन्, ठिक छ। यिनीहरूको दुईटैको हेड अफिस एमालेकाले सेयर गरेन। होइन, दुईटैको हेड अफिस एउटै हो। दुईटै यो देशलाई सिक्किम बनाउन चाहन्छन्। हेर्नुहोस् है, दुईटैको हेड अफिस विष्णु रिमाल, यी दुईटै भन्दैछु म। यो 12 मध्ये दिल्ली सम्झौता, यो संविधान यो देशलाई सिक्किम बनाउन आएको संविधान हो। बालेन पनि यसैका सपोर्टर हो नि। विष्णु रिमालको कुरै बस्नेतहरू विष्णु रिमालहरूले किन तिनको त्यो कार्यलाई स्ट्याटसै लेखेर लेखे त स्वागत गरिरहेको? सभा 18,000 मार्नेलाई चाहिँ लेखन, ललिता निवास खानेलाई लेखन, गिरिबन्धु खानेलाई लेखन, वाइट बडी खानेलाई लेखन। अनि प्रति नेपाली 94,000 ऋण कसले बनायो? राजा ज्ञानेन्द्रले बनाए। 46 सालमा राजा ज्ञानेन्द्रले अथवा नेपालमा राज संस्थाले पावर छोड्दाखेरि प्रति नेपाली 8,000 ऋण दियो। अहिले त्यो ऋण कति पुग्यो? त्यसमा लेखन स्ट्याटस। यी एउटै अफिसका अड्डाका मान्छे हुन्, 12 मधेका एजेन्ट हुन्। बालेन पनि 12 मधेको एजेन्ट रहेछ। मैले प्रश्न कहाँनिर गर्न खोजेको भन्दा हिजोसम्म हेर्ने भने तत्कालीन राजा ज्ञानेन्द्रलाई जरिवाना कटाउनुभन्दा अगाडिका दृश्य हेर्ने भने एमाले र बालेन बिचमा एउटा दुश्मनी जस्तो, टसल जस्तो, ओली र बालेनकै टसल हो कि जस्तो पनि देखिन्थ्यो। तर जुन जरिवाना काटिसकेपछि एमालेका नेताहरू खुलेर बालेनलाई सपोर्ट गरिरहेको छ। हेड अफिस रहस्य छ नि, एउटा भने हेड अफिस एउटै हो यिनीहरूको। यिनीहरूलाई चलाउँछ, जसले एउटै हो चलाउने। हिजो अलग अलग चलाइदिएको छ एकदम बालेनलाई हाई बनाउन। अब काम परेपछि एउटै टाट्नामा लगेर घाँस खुवाइदियो, एउटै टाट्नामा बाँधे। अब कुन दिन बालेन एमालेमा प्रवेश गर्छ? उसकी उपमेयर त एमाले छँदैछ। त्यसैले सबभन्दा न्याकेट तपाईँको भएको कोही मान्छे हो भने बालेन छ। अरूका कुरा त यी त अपराधी ब्याकग्राउन्डका मान्छे हुन्, अपराध गर्छन्, भ्रष्टाचार गर्छन्, दुनियाँले देखेकै हो। अपेक्षा गरेको थियो बालेनसँग जनताले। तर सानो घटनाले बालेनको मखुन्डो उत्रियो। अब नेपाली जनताले बालेनलाई पनि 12 मधेको एजेन्ट भन्नुपर्छ। यसलाई 1 नम्बर एजेन्ट हो यो। नगरपालिकामा जति ठेक्का लाग्छ नि अब हामी निकाल्छौँ। हामीसित पनि त्यस्ता सूचना छन्। अघि मैले तपाईँलाई भने तपाईँले सङ्केत पनि गर्न खोज्नुभयो सरकार र नवराज सुवेदी बिचमा केही कनेक्सन हुनसक्छ। केही थप अनुसन्धान गर्न दिनुहोस्। होइन भने आयोजक नवराज सुवेदी अनि जरिमाना गर्ने पूर्व राजा ज्ञानेन्द्रलाई, आयोजकलाई, अनि तल्लो रविन्द्र मिश्र र धवल शमशेरलाई र अरू मान्छेलाई राष्ट्रद्रोहको मुद्दा लाग्ने,
नवराज सुवेदी आनन्द घरमा बस्ने अहिले रविन्द्र मिश्र र विशेष गरी रविन्द्र भन्दा धवल शमशेर र लिङदेल बिचमै टसल जस्तो अब सङ्गठनको अध्यक्ष नै को हुने भन्ने टसल छ भन्ने पनि देखिन्थ्यो राजनीति पनि मिसिया हुन्छ राजनीति पनि मिसिया छ त केपी शर्मा ओली र राजेन्द्र लिङदेल भनेको एक अर्काको चुनावले एकले अर्कालाई भोट हालेर चुनाव जिताएका लिङदेलको क्षेत्रमा एमाले सूर्यवालाले हलोमा भोट हाले केपी शर्मा ओलीको ठाउँमा हलोवालाले सूर्यमा भोट हाले अब यहाँ राजनीति खेल्छ यहाँ हेर्नुहोस् है नवराज सुवेदी एकदम चोखा दोषीको पूर्व राजा कसले देख्ने प्रधानमन्त्री पनि त्यही देख्ने बालेन पनि त्यही देख्ने संसदमा भएका जम्मै त्यही नवराज सुवेदीको नाम उच्चारण हुँदैन मिडियाहरूले पनि किन 12 भाइ हुन् भन्ने हिसाबले सम्पादकीय नै लेखे 12 भाइ हुन् नि त लुटका भाइ अस्ति एकजना एमालेका कानुन व्यवसायीले एउटा कान्तिपुरमा लेख लेख्नुभएको छ लेख त मैले पढिनँ कान्तिपुरको हाइलाइटरमा कति 7 बजे पछाडि ती लेखका कुरा लेख्छ उनी के भन्छन् भने अब बुद्धिजीवीहरू यो गणतन्त्रको चाहिँ तपाईँको चाहिँ पक्षमा नलाग्ने हो भने बुद्धिजीवीले खाइरहेको सुविधा पनि खोजिन्छ 12 भाइको कुरो त्यही हो राष्ट्र लुटेका छन् यो व्यवस्था गयो भने त 12 भाइको धन्दा जान्छ रवि लामिछानेले भनिहाले दुर्गा बसाई म नेपालमै छु बाघ हो म सिंह पनि एकचोटि एक ब्याग पछाडि हट्छ र झम्टिनलाई अगाडि बढ्छ भन्ने किसिमको स्ट्याटसहरू आज पनि हालेका छन् हिजो अस्ति भिडियो सन्देशै जारी गरे मलाई साफ सुटर लगाएर मार्न खोजे त्यही भएर मैले ब्यारियर तोडेँ भनिरहेछन् उनलाई एकचोटि प्रहरीले गाडीबाट एकछिन चाहिँ नियन्त्रणमा पनि लिएको पछि फेरि छोडिदियो उनी भाग्न पनि सफल भए के हो कुरो यो चाहिँ के हो फेरि नेपाल यो अर्को खेल हो फेरि प्रहरीले समात्दैन अर्को खेल हो यो के हो अर्को खेल हो यो हेर्नुहोस् है नियन्त्रणमा लिएर छोड्ने अनि यहाँ पक्राउ नगर्ने तर हिम्मतवाला मान्छे चाहिँ दुर्गा बसाइरहेछ अब आफैले हिम्मत गरेको कि अरू कसैले हिम्मत दियो त भगवान् जानुहोस् फेरि भोलि यो थप प्रकाश हुँदै जाला दुर्गा प्रसाईलाई थमा चाहिँ पक्रिन नसक्ने यो व्यवस्था अनि यो गणतन्त्र रहन्छ तर तात्कालीन राजा पनि 2 घण्टासम्म सल्लाह गरेर मलाई यो गलत कुरो हो यो त्यतिखेर पूर्व राजालाई चाहिँ तपाईँको दुर्गा बसाईले 2 घण्टा भेटेर कुरा गरेको भन्ने गलत बाहिरी रहेछ गलत सूचना हो राजाले कसैलाई भेटेको छैन न दुर्गा प्रसाईलाई भेटेको छ न नवराज सुवेदीलाई भनेको छ अब यो के हो यो प्लट थाहा छैन यो पूर्व राजाले पनि विचार गर्नुपर्छ कस्ता मान्छे उहाँका सङ्गतमा आउँदा रहेछन् कस्ता मान्छेको के हुँदो रहेछ अब नेतृत्वको भूमिका जुन नेतृत्वदायी भूमिका चाहिँ जजमान गुरुङलाई दिने भन्ने कुराहरू आइरहेछ कसरी हेर्नुहुन्छ अब त्यो त राम्रो अहिलेसम्म कुनै दाग नलागेको हिन्दूको आन्दोलन अहिले हिन्दू राष्ट्र कायम गर्ने तर राजावादी आन्दोलन हिंसात्मक भयो र समाजमा परिसकेपछि कुनै अर्को मान्छेलाई नेतृत्व दिएले मेसेज राम्रो जान्छ यो गलत कुरो हो हिंसा कसले गर्छ जसले जानेको छ 17,000 मारोकलले माओवादीले यी आन्दोलनकारीलाई एउटा कुकुरो काट्न दिनुहोस् त त्यसले काटेछ भने मलाई भन्नु होला अनि सुत्या ठाउँमा टाउको काट्न कसले जाने छ बम पड्काउन कसले जाने छ मान्छे मार्न कसले जाने छ यिनै कम्युनिस्टले जाने छ नि राजावादी आन्दोलन अथवा यो आन्दोलनलाई बदनाम गर्न 25 गतेबाट जुन मान्छेको चाहिँ हौसला राजाको पक्षमा गएर युवा बढी गए यिनीहरूको चाहिँ के हो भने मुटु काम हो त्यसपछि पुष्पकमल दाहालको मानसिक सन्तुलनै ठिक छैन अब यो व्यवस्था गयो भने त हामी त जेल अनि त्यहाँबाट नानीदेखिको बल निकालेर यो जम्मै काम गरे कोही पनि तपाईँ त पत्रकार मेरो अनुरोध तपाईँलाई त्यो 3 कुने एरियाका पसलवाला चियावाला ठेला चलाउनेवाला ती जम्मैलाई सोधिदिनुहोस् न गएर 20-50 मान्छेलाई यो घटना आन्दोलनकारीले गरेको कि माओवादीले गरेको कि एमाले गरेको कि सरकारी भिजिलान्सले गरेको भनेर सोध्नुहोस् त त्यो जुन घरमा चाहिँ आगलानी भयो त्यो घरको पछाडिको घरवालाले के भन्छ तपाईँहरूको भूमिका आयो यथार्थ सूचना दिने जिम्मा तपाईँहरूको जनतालाई त्यो 3 गुणेको घटनाको यथार्थ सूचना दिनुहोस् न जनतालाई त्यो घरभन्दा पछाडिका मान्छेलाई भेट्नुहोस् त्यसपछि त्यो घरको छिमेकीलाई भेट्नुहोस् वरिपरि हिँड्ने मान्छेलाई भेट्नुहोस् पसलवालालाई भेट्नुहोस्
त्यहाँ त हजारौँ मान्छे भेट्न सक्नुहुन्छ नि तपाईँ। त्यो सूचना दिनुहोस् त जनतालाई। प्रधानमन्त्री केपी ओली ब्याङ्ककमा बिमस्टेकको बैठकमा सहभागी हुन जाँदैछन्। त्यहाँ चाहिँ विशेष गरी त्यो बिमस्टेकको बैठक त्यहाँ एजेन्डाहरू भन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग केपी शर्मा ओलीको भेटवार्ता हुन्छ कि हुन्न, साइडलाइन वार्ता हुन्छ कि हुन्न भन्ने विषय चर्चामा छ। र अहिले विदेशी मिडिया विशेष गरी भारतीय मिडियाले चाहिँ राजसंस्था पुनर्बहालीको लागि नेपालमा आन्दोलन भइरहेछ भन्ने कुरालाई प्राथमिकताका साथ बजाइरहेछ, देखाइरहेछ। कसरी हेर्नुपर्छ यो भेटवार्ता? पहिले यो बिमस्टेक भनेको नेपाल अध्यक्ष भएको सार्क अन्तर्राष्ट्रिय सङ्गठन थियो। यिनै 12 बुँदेवालाले सार्क सिद्ध्याए। सार्कको बदलामा बिमस्टेक आइरहेछ। त्यसमा गएन भन्दै त यिनको जागिर रहँदैन। अब भारतका प्रधानमन्त्रीलाई नभेटिकन 12 बुँदे दिल्ली सम्झौता गरेर आउने मान्छेको प्रधानमन्त्री कन्फर्म हुँदैन। घिटिक चाहिँ तपाईँको सागजाला जत्तिकै भइरहेछ। परराष्ट्र मन्त्री आरजु राणा दिल्ली एउटा डोरी लिएर गएकी थिइन् अरे, बल्ल बल्ल परराष्ट्र मन्त्रीले यसो छेउमा लगेर भेट दिएछ। अब भारतका बुद्धिजीवीहरू र सञ्चार माध्यम के भन्छन् भने भारतले हिन्दू राष्ट्र र हिन्दू नरेशलाई माओवादीसँग मिलेर, यी चाइनिजले बनाएका कम्युनिस्टसँग, यी भाडाका टट्टुसँग मिलेर जुन हिन्दू राष्ट्र हटाउने र हिन्दू राजा हटाउने काम गर्यो, त्यो इतिहासको सबभन्दा ठुलो भुल थियो भन्ने आम त्यहाँका बुद्धिजीवीले भनेका छन्। अहिले त्यहाँका सञ्चार माध्यम हेर्दाखेरि यो धारणामा देखिन्छन्। तर भारतले परिवर्तन गर्नुभन्दा नेपाली जनताले परिवर्तन गर्नुपर्छ। परिवर्तन नेपाली जनताले त्यसैले त उठे त भन्नुहोस् त। पूर्व राजा फागुन 25 गते काठमाडौँ आउँदा 1.5-2 लाख मान्छे आए। एउटा मान्छेको तपाईँको चाहिँ एउटा चप्पल चाहिँ चुडिएन। त्यति अनुशासित मान्छे। अब यहाँ यो अस्तिको घटनामा 15 गतेको घटनामा 10 लाख मान्छे आउँछ भन्ने यिनीहरूको सूचना आयो। कोटेश्वर एरियाका मान्छे ती रोकिदिए, भक्तपुरबाट आउने त्यहाँ आगो लागि गरे यिनीहरूले। अनि पशुपतितिरबाट चाबेलतिरबाट आउने मान्छेलाई पशुपतिमा रोके। उताबाट कोटमा आउने तपाईँको चाहिँ पश्चिमतिरबाट आउने मान्छेलाई त्यहीँ रोके। त्यहाँ वरिपरि प्रहरीले घेरा हालेर मान्छे आउन दिएन। कार्यक्रम सञ्चालन हुनुभन्दा अगाडि एमाले र माओवादीका जति मान्छे पसेका थिए 1200 मान्छे त्यहाँ माओवादी र एमालेका थिए। आन्दोलन भाड्नै खटाएको थियो। र मलाई अब मैले त न्यायिक आयोग भनिराखेको छु, 11 बजे प्रचण्डको लाइभ चाहिँ तपाईँको अन्तर्वार्तामा 3 कुनेमा मान्छे मारियो, घर आग लागि भयो भनेर यिनले कसरी भने? घटना घटेको 2:30-3 बजे, 2 देखि 2:30 को बिचमा। 11 बजे पुष्पकमल दाहाललाई कसरी थाहा भयो यो कुरो? त्यसैले म यो कुरो न्यायिक आयोग बन्नुपर्छ भन्ने यो कारणले 4-4 घन्टासम्म प्रहरी र दमकल किन आउँदैन? धेरैवटा यस्ता कुरा छन् जसको संलग्नता सरकार, एमाले र माओवादी दुईटाको संलग्नमा त जम्मै यो काम गरियो। कसलाई बदनाम गर्न भन्दाखेरि यस्ता धन्दा गर्न यिनीहरूलाई चकर्तामा भारतले तालिम दिएको छ। यी भारतमा तालिम प्राप्त मान्छे हुन्। यस्तो धन्दा त उनीहरू देब्रे दाहिने धन्दा गर्छन्। त्यसैले यसमा न्यायिक आयोग बन्नुपर्छ। जनताको भावनाको विपरीत जाने मान्छे कोही टेर्दैनन्। सिङ्गापुर बनाइदिएको भए हुन्थ्यो, एसियाको माथि पुर्याइदिएको भए हुन्थ्यो। प्रचण्डले त्यही भने होइन? सबलाई रोजगार, शिक्षा, स्वास्थ्य निःशुल्क भयो त? भएन। बरु अब जनता तिम्रो विरुद्धमा आए, बरु सम्झौतामा जाऊ। के सम्झौतामा जाऊ भने तिमीले नै बनाएको 47 सालको संविधान, माओवादीको निर्मल लामा थियो, एमालेका भरत मोहन, माधव नेपाल लगायतका मान्छे थिए, काङ्ग्रेसका चाहिँ तपाईँको चाहिँ लक्ष्मण अर्याल र मुकुन्द रेग्मी थिए, र यसको अध्यक्ष नेपालका सबभन्दा ठुला विद्वान विश्वनाथ उपाध्याय हुनुहुन्थ्यो। त्यो संविधान हुँदा राम्रो उत्पादन भएको थियो। आर्थिक वृद्धि दर 11 थियो। सेयर बजार स्ट्यान्डर्ड चार्टर ब्याङ्कको सेयर 9 बजारमा बिक्थ्यो। तिमीले अहिले ल्याएको 72 सालको 17,000 मारेर 10 वर्ष विकासका संरचना ध्वस्त पारेर ल्याएको संविधानले कति विकास भयो?
आर्थिक वृद्धि दर 3%, स्ट्यान्डर्ड चार्टर ब्याङ्कको सेयर 500, कति बढी अग्रगमन भएको छ त। त्यसैले 47 सालको संविधानमा जाउँ, राजाले पनि त्यो संविधान मान्नुपर्छ र यिनीहरूले पनि मान्नुपर्छ। निर्मल लामाले बनाएको संविधान हो यो, प्रचण्डको गुरु किन नमान्ने। त्यसैले त्यही गर्यौ भने चाहिँ तिम्रो अस्तित्व रहला। त्यसमा एउटा थप गर्नुपर्छ, 46 साल यताका राजनीतिज्ञको सम्पत्ति छानबिन गर्ने, अनि 47 सालको संविधान बहाल गरौँ, 6-8 महिना भ्रष्टाचारको छानबिन गरेर अनि चुनाव गरौँ, अनि जनप्रतिनिधिले आवश्यक संविधान संशोधन गर्छन्, चिन्तिको त्यो बाटोतिर गयौँ न भने अब यो हरेक 10 वर्षमा नेपालमा संविधान परिवर्तन भएको इतिहास छ। यो संविधान पनि 10 वर्ष टेक्दैन। मैले यो भने होइन, मैले यो 72 सालदेखि भन्दैछु। त्यो बाटोमा जाउँ। कसैले पनि मेरा गुरुको 12% भन्यो भने त्यो 12%वाला चाहिँ मासिन्छ, निर्विवाद छ। जनता जागिसकेका छन्। तपाईँलाई महत्त्वपूर्ण समय र विचारलाई धन्यवाद। नमस्कार। धन्यवाद। नमस्कार।